सम्पूर्ण नमस्कार। म कक्षा 12 को विद्यार्थी हुँ र म मात्र होइन म जस्ता लाखौं विद्यार्थीको आवाजमा बोल्दैछु। केही दिन अघि शिक्षक आन्दोलनको समर्थनमा बोलेको थिएँ। आज फेरि बोल्दैछु किनभने अवस्था अझै जिउको जिउ छ। शिक्षकहरू अझै सडकमै हुनुहुन्छ। परीक्षा फेरि सारिएको छ र सरकार अझै मौन बस्न रोजेको छ। शिक्षा ऐन वर्षौंदेखि फाइलमै थन्किएको छ। शिक्षाको आवाज दबाइएका छन् अनि हामी विद्यार्थीहरू हामी दिनौदिन अन्यलमा छौँ। परीक्षा कहिले हुन्छ कसरी हुन्छ थाहा छैन। हामी पढेर आफ्नै देशमा केही गर्न चाहन्छौँ, तर यो देशमा बाटो देखाउने शिक्षाकै माग पुरा हुँदैन भने हामी जस्ता लाखौं विद्यार्थीहरूको भविष्य के होला। 12 कक्षा सकेपछि धेरैले विदेश जाने सपना देखेका छौँ। कम्तीमा त्यो सपना त नतोड्देऊ न सरकार। गुरु जसलाई हाम्रो दोस्रो भगवान मान्छौँ, आज तिनै गुरुहरू 21 दिनसम्म सडकमा देख्न पर्दा साह्रै दुःख लागेको छ। अझै कति दिन बस्नुपर्ने। तिनै गुरुले हामीलाई कलम समाउन सिकाए, सोच्न सिकाए। आज तिनैको आवाज सुन्न नसक्नु देशकै लागि दुःखद सत्य हो। उनीहरूले पढाएका विद्यार्थीहरू आज सरकारमा छन्, तर गुरुको पीडा उनीहरूले देखेनन्। त्यो देख्दा साह्रै मन भक्कानिन्छ। शिक्षकको यो आन्दोलन मात्र उनीहरूको माग होइन, यो हाम्रो भविष्यको आवाज हो। शिक्षकको सम्मान भनेको शिक्षा बचाउने उपाय हो। शिक्षा ऐन सबको पहिलो प्राथमिकता बन्नुपर्छ, नत्र भोलिको नेपाल मृत्युदण्डविहीन हुनेछ। श्रीलङ्काको घाउ अझै ताजै छ। प्रधानमन्त्रीको निर्देशनमा केही दिनको लागि परीक्षा सारिएछ। यो पालि हामी सहन्छौँ। यो अवधि शिक्षाको माग पुरा होस्। तर अब पटक पटक सार्दै जाने हो भने हामी 5 लाख विद्यार्थी आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ। अनि एउटा कुरा, अहिले सडकमा भएका शिक्षक र हामी 5 लाख विद्यार्थी 84 को लागि निर्णायक पनि हौँ। त्यो पनि हेक्का होस्। अब हामी चुप बस्दैनौँ। हामी किताबमा मात्र होइन अधिकार पनि पढ्न थालेका छौँ। एउटा अन्तिममा एउटा कविता भन्न मन लाग्यो। गुरुले दिए अक्षर, सरकारले दियो अपमान। हामीले खोजेको थियौँ उज्यालो, देखाइदियो अन्धकारको संसार। कलम समाएर सपना देख्दा सडकमा छ शिक्षाको अवतार। आजको आन्दोलन सुन्न नसके इतिहासमा लेख्नेछ सरकार। हस्त धन्यवाद।